सर्वनाश। कान्तिपुर भान्साघर नेपाली खाजा तथा नास्ताको लागि सम्झन पर्ने एक मात्र ठाउँ। यता कुछु उता कुछु कमै छैन दाम, लखर लखर हल्ली हिँड्ने भइराछ काम। यता कुछु उता कुछु कमै छैन दाम, लखर लखर हल्ली हिँड्ने भइराछ काम। यता पनि बिग्रिन्छ उता पनि बिग्रिन्छ, यो गरे नि बिग्रिन्छ त्यो गरे नि बिग्रिन्छ, अब छैन आस। सर्वनाश सर्वनाश भयो सर्वनाश, सर्वनाश सर्वनाश भयो सर्वनाश। सर्वनाश। हैन ओजेली कामहरु के दिन्छ घरकुले छोडेर घरमा भएको सबै सामान पैसा सबै चोरी भएछ। कसले चोरेर लग्यो? म त बर्बाद भयो नि। पक्कै त्यो हैजाले नै चोरेको होला। मेरो बाउको पैसा चोरेर मलाई नै सामान किनेको। तँलाई पक्न हैजा, तँलाई पक। हैन किन डोलागी त? यत्रो सामान कहाँबाट आयो? कि तैँले नै चोरेको हो पैसा? कहाँ चोर्छु तपाईको पैसा मैले? हुन त कहिले 1 रुपैयाँ दिनी भए पो त। चुप लाग चोथाले। यो कपडा त मेरो हैजाले किनिदिएको। ए तो हैजाले पो किनिदिएको? खुरुक्क भित्र जा। यो तनावले पनि मलाई कहिले नछोड्ने भयो। यो मेरो बहिनी पनि के बाकी त्यो कोलेलाई के खाना के देखेर त्यसको पछि लाग्यो भने अब म गाउँलेलाई के भन्ने होला तेरिका। ला आज त मार्ने भयो दाइले, ढोकै अगाडि बसेको रहेछ। अब समाजमा मेरो त्यति राम्रो इज्जत छ, अब यो मैले मुख कसरी देखाउने? ए महारानीको सवारी भयो। अब दाइलाई भात पकाएर खुवाउली, घरमा बसी होली भनेको त त्यो गाउँको आवारा लफङ्गे केटाहरूसँग गफ गरेर बस्ने। तेरो बाजा नबजेकन म तँलाई कहाँ छुट्छु र पख्न तँलाई टङ्किनीलाई पख। म त कोलेसँगै बिहे गर्ने हो। के रे त्यो कोले हेर्दैखेरि घिनलाग्दो दिमाग नभएको लफङ्गो लुचासँग तैँले बिहा गर्छु भन्ने? लुचा गरेर बिहा गरिहाल। दाइ मेरो त्यस्तो राम्रो कोलेलाई नराम्रो नभन है। कति राम्रो छ, तिमी जस्तो तिखे हो र मेरो कोले। ए चोथाले त आफ्नै दाइको नाम काट्छस्? त्यहाँलाई मैले जाने के गर्नुपर्छ भने धेरै कुरा गर्ने होइन। यहाँ भोक लागिरहेछ, खुर्कै गरेर भात पका त्यहाँ। जय 1 2 3 4 5 6 7 8 9 10 ल यो हैजा किन सेसर फ्याक गर्दै दौड्दै हिँडिरहेस? वहाँ पर एउटा कुकुर बस्यो रहेछ। कुकुर बसे हा? मलाई देख्ने बित्तिकै झम्टिन थाल्यो, त्यही भएर म त फाङ्गाले राखेँ। झम्टिन थाल्यो रे? कुकुर चाहिँ कत्रो थियो? कुकुर त भयङ्कर ठुलो थियो, तँलाई पनि टोक्ला नि। तँ पनि ओहना हेरेर नबस, हिँड मसँग बुझिस्? म यत्रो नि राख्दिनँ, म बाघसँग त नडराउने मान्छे। म त जाँदिनँ, तँ आफै जा। म त्यस्तो बाघ त डराउने मान्छे होइन, कुकुरसँग डराएको बाघ। यो मान्छे हिसाब बिगार हैजा। त्यो त एकदम ठुलो भयङ्कर थियो नि। त जा यार जा, मेरो दिमाग खराब नर्छ, म लड्छु तसँग। कोइला 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 बाजियाको खप्परले झन्डै बितायो नि। तर पनि केही छैन, त्यही पनि पछि लाग्नु त कहाँ छोडिन्छ र? त्यति राम्री छ है। मासला यो हैजा चाहिँ कहाँ मरो खनार्नु पर्यो हैजा। गुलियो जेलियौ तिमी त मेरी औजली। लाओ लाओ अरूलाई धनको पात मायालाई पानको पात भन्दै थिए, फेरि कसले फोन गर्छ मलाई? कोले मरेछ फेरि फोन गर्नला। कोइला 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 कोइला। ए हेलो भन कोले। ए हैजा कहाँ छ त? म त यहाँ बिजनेस प्लान गरेर बसिरहेको छु, तँ कहाँ छस्? होइन कस्तो प्लान तेरो? यहाँ मैले खतरा प्लान सोचेर बसिरहेको छु, खुर्क यहाँ मैले भने ठाउँमा आइहाल्छ। म आउनु सक्दिनँ, म थाकेको छु म त। धेरै पर नबोल हेर केटा, एकदम तल फाइदा हुने कुरो छ, खुर्क आइहाल। मैले भनेको मान, तँ ठुलो कि म ठुलो? आउनै पर्ने? खुर्क आइहाल न आइहाल। लु मोर त मोर मोर। लु त्यहीँ बस त। ल ल ल छिटो गरेर आइहाल। ल ल कोइला कोइला कोइला। अरूलाई धानको पात मायालाई पानको पात गुलियो जेरियो।
यत्राको गोलियो न पिरो पलान चाहिँ त्यो खोजी भन्दा छिटो अलिक बिजी छु हतार नगर न हतार राम्रो प्लान त कहाँ यति छिटो भन्छु त मैले अलि राम्ररी भन उठ्करेर नबस्दा तेरेको भन्न यार भनिहाल्छु नि म ल भन् डिस्टर्ब गर्न आइहाले गीत गाइरहेको थिएँ म उजेलीलाई सम्झेर सुन्छ त प्लान लु भन् न सुन हाम्रा ती गोविन्द बा छन् नि तिनलाई जित्ने गरेर इन्टरनेसनल तरिकाको हामीले बिजनेस हामीले गर्नुपर्छ बुझिस् तँ अब अहिले तँलाई भर्खरै भनौँ भने त ढल्लास पहिला कान लेटाए त बुझी बुझी खतरा प्लान हो कोइला 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 के बुझ्यो नि हेर है तेरो पलन चाहिँ काइ दागेर छ है अब अहिले चाहिँ म गए तयारी गर्नु पर्यो राम्रो छ ल गए म हालिन्छु हैरान कटाउँछ यार म पनि जान्छु उजेली ए उजेली कतै भइरहेछ त म मेरो सुट लिएर आइदिन्छु इला तेरा सुट के भएर मेरो बोयफ्रेन्ड पोले छ नि पोलेलाई भेट्न गएको थिएँ तेरो बाउले आएर कुट्नुसम्म कुटे मेरो पोलेलाई किन आजै मानेर नि तेरो सुट कैसँग राख अबदेखि तेरो सुटमा जिन्दगीभर लाउँदैन नलगा झन् लगाउली भनेर दिएको ए बुढी कहाँ गइछ यो हैन किन डाको हालेका छौ म यता भान्सामा तरकारी केलाउँदै छु ए यहाँ पो छेस् त खै चामल कहाँको चामल लिएर आउने हो त्यो हैजाले त गाउँमा मुख देखाउन लाज बनाइसकेछ नि के गर्छन् र हैजाले त्यो हैजाले गोविन्द बाको पैसा भरि चोरेछ नि ए हो र अब कमाउने दमाउने छैन चोर्नी लुट्नी दाइ गतिलो भए पो भाइ गतिलो हुन्छन् अले पक्का हान्छन् थाहा पाउँछ हुन त सन्तान माइ खाने केही पर्यो त्यो त गरिहाल्छ नि जात अनुसार तेरै छ नि माइती गतिलो मेरो माइतीलाई किन भन माइत बाबा कति सुखरी पालेका थिए मेरा बाबुआमाले फुलफुलेर हुर्केकी थिए तिमी जस्तो माइ खाने आउन लेखेको मलाई मेरो भाग्य पनि फुटेकै हो को तिमी जस्तो आउन लेखेको आउले नि त्यो हैजा घर आफ्नै बुढीले हेपी यार यसो ढर्न पछि त केको छोड्ला नि मैले भयो धेरै ठुला कुरा नगर चामल लिन गएको रीति आयो आखिर तिमी कस्तो छौ र भाइ कस्तो हुन्छन् सक्दिन पकाउन भयो नजाथे एक दिन नखाए पनि पक्कै मर्दिन होला बरु तै मर्लिस् अन यो गोविन्द बाला मेरो के काम परेछ पहिले फोन नगर्ने मान्छे आज फोन गर्नु भएछ हेलो तिखे बा भन्नुहोस् किन फोन गर्नुभयो त कुन देशको मुला अवसर रत्नलाई फोन गरेर नआउने कहाँ छ त बजारतिर लागुला भनेको थिएँ के कामले फोन गर्नुभयो कुन्नी झट्टै मेरो घर आइया त यहाँ काम छ ए ल हुन्छ गोविन्द बा म आइहालेँ हस् दाइ कसले फोन गरेको अब तँलाई जसले फोन गरे पनि के को मतलब त खुर्का भित्र जा हानाय गोविन्द बा किन बोलाउनु मलाई ए आइस बस त बस हेर त तिखे हिजो म यसो बाहिर गएको मेरो त घरमा सर्वस्व चोरी भएछ नि तँलाई केही थाहा थियो कि भनेर बोलाएको अब के थाहा त मलाई तिम्रो पैसा कसले चोरो नगर तिखे तिमी साह्रै कन्जुस भएर हो के कि तैँले त चोरेनस् अब हुँदा तिमीले मलाई चोर भने अब भन्नलाई त मेरो ज्याला 5000 छ दिनी भाइ भन्छु क्या र तँलाई डाका बहिनीको बिहे गरिदिन्छु भनेर 10,000 लको होइन त्यसैको बिहा छोडौँला भन् त भन् अब भन्नु त नहुने हो अब यो हाम्रो गाउँमा लुट्ने चोर्ने लफङ्गो भने को छ त्यो हैजा त हो नि ए तँ मुला हैजाले पो चोरेको अनि त्यही हैजाले त हो नि तपाईको पैसा चोरेर तपाईकै छोरी उजेरीलाई मार्केटमा लिएर गएर किरिङ पाउडर लिपस्टिक किनेको त्यही आँखाले देखेको मैले ए हो र
ए उजेली उजेली हजुर बा तेरो त हैजालाई बोला त किन र आज तेरो र हैजाको बिहा गरिदिन पर्यो बोला त बोला तेरो त हैजालाई हुन्छ हुन्छ ल कसको फोन आउँछ उजेली हेलो भन उजेली भन हेलो हैजा बेबी सुन न आज मेरो बाउले तिम्रो र मेरो बिहे गरिदिने रे ए हो र तिमी झट्टै मेरो घरमा आऊ त छिट्टो ए ल ल ल म आइहाले झट्टै आइहाले म ल आइहाल ल ल अब त उजेली पनि मेरी गोविन्द बाको त्यत्रो सम्पत्तिको मालिक पनि मै हुने भयो मेरो त दिन खुल्यो अब त हैजा रात हुने भयो मेरो त अब गोविन्द बाकी छोरी मैले पाउने भए है त अब गोविन्द बाकी छोरी पाउने भए त अलिकति राम्रो त हुन पर्यो अब हेडब्यान्ड सेडब्यान्ड लाएर कपाल त मिलाउन पर्यो अब त म त यो गाउँको जमिनदार ए आज एउटा कुरो थाहा पाएको थियो केटी तिमीले ए बा लाजै मर्दो कुरो भएको थियो बाहिर गएर कुरा नगरे नि फेरि मैले एउटा कुरो थाहा पाएर तिमीले एउटा कुरो भन्न आइकिन आज ए बा तँ माइखानीको सन्तान छ नि माइखानीको सन्तान तिमी आफै माइखानीको सन्तान भनिन्छ हो त्यसले त्यसको त भाइ छ नि हैजा भन्ने हो त हैजाले त गोविन्द बाकी छोरी घुमाउन लिएर हिँडेको छ लाज मर्दो कुरो के गतिला सन्तानहरु तिनी हो त हामीले पनि थाहा पाइदिन्छ थाहा पाएका गतिलो भयो तिर्ला मेरै कुरो काटेका कहाँ देखे तिर्ले मलाई देखेका भने के ल्याप्थ्यो तँ अब त गोविन्द बाले मलाई जय स्वीकारिसके फोन गरिसके हान कुरो काट्यो कि सिलाइ मलाई के मतलब अब त कुरा भनेको देखेका गोतीले मेरो कुरा काट्न पर्छ अब म गाउँको जमिनदार हुने हो गोविन्द बाले मलाई जय स्वीकारिसके अब तिर्ले मलाई नमस्कार गर्न पर्छ दुई भित्ताको कुरा काटेर बसेका है लाज शरम छैन अब म उसको ठुलो सर भन्ने नकराए चामली पक्का दिम्ला भएका कुरा हुन् कि भएकै कुरा हुन् नि हो त कसले दुनियाँका गोविन्द बाकी एक्लै छोरीलाई अब मैले बिहा गर्दैछु यहाँ गोविन्द बाले बोलाहन् एका थुइया अब भोलि एउटा जमिनदार हो अलि नमस्कार गर्न पाउँछ अझै पत्तर गर्दै गाउँमा कुरा लाउँदै हिँड यही हो के सब नाइ के त कुरा लाउने त गाउँले बिगारी के सबै मान्छे किन विदेश जान्छन् यस्तै दिमाग भएर हो मान्छे गाउँमा बस्नु हात नहाले पक्का दिन्छु कुरा लाउँदै बसिरहेछ त्यसलाई पुतली फतफताएर बसिरहेछ नि मेरो कुरा काटेर अब भोलि हट त म जमिनदार भइहाल्छु उसबाट त मैले त्यसलाई गाउँ निकाला पनि गर्न सक्छु त्यति क्षमता मेरो हुँदैछ भोलिदेखि गोविन्द बा नमस्कार ए जय साहब त आउनु भएछ त जाँदा तिखे कामले लिएर आएको काममा बसाल्नु पर्ने जय साहबलाई कहाँ बा जय साहब जस्तो मान्छेलाई बाहिर बसाल्नु हुन्छ भित्र बसाल्ने हो नि ए अँ त है जाजी भित्रै जाऊ न त यति दुःख नगर्दा नि हुन्छ छोरी दे भइहाल्छ नि मलाई कहाँ मेजबानी पनि त गराउनु पर्यो नि ज्वाइँ जस्तो मान्छेलाई ल हिँड आइजा त्यतिकै जा त जा त्यो माइखानी सन्तानलाई बोलाएर लिएर आइयो गोविन्द बाले उजेलियो बिहा हैजासित गरिदिन्छ आखान भनेर त्यसलाई यहाँ बोलाएर लिएर आइयो आज त्यसको छिनो खाना म गर्छु यहाँ ल बा म गरेर ल्याइहालेँ त्यसलाई ए माई खाने होइन को हो ए के पो केला बोलाइ म त तँलाई बोलाउन आएको उता गोविन्द प्रसाद बाले तेरो भाइ हैजा र उजेलीलाई बिहा गरिदिने अरे त्यही भएर म तँलाई बोलाउन आएको के देखेर उजेलीको बिहा हैजासँग गरिदिनु भएछ नि त नि खोइ अब हैजालाई मेजबानी गरेर राखेका छन् अब त्यो उजेलीले हैजाको बिहा गरेर तेरो घरको बुहारी बनाउला त होला नि ओहो त्यसो भए त दाइजो पनि दिन्छन् होला नि गोविन्द बाले मलाई थाहा होला के दिने भनेका छन् किन टेन्सन ल्याछस् अब गोविन्द बाको एक्लै छोरी हो अब तेरो भाइले बिहा गरेपछि पुरै सम्पत्ति तिमीहरूकै त हो नि
ल ल छिटो गरेर आइसके गइहालौँ। ल ल त बस्दै गर, म यसो देखिने जस्तो भएर आउँछु है त। ल ल बस्दै गर। तिखे जाम। कति दाइजो दिन लागेछन्? दिन्छन् दाइजो बुढाले दिने भयो तालावाल हुने भयो। ए गोविन्द बा ए लिएर आइस माइखानी ए सन्तानलाई। ए माइखानी होइन तेरो सन्तानले त मलाई उठी बासै लाएर छन्नी भयो भाइ। होइन बा, तपाईँले त मेरो भाइ हैजाला तपाईँको छोरी उजेली दिन लाउनु भयो रहेछ। अब म त दाइ परेँ, यसो मलाई पनि कोट प्यान्ट छ होला कर के छ? चुप गर माइखानी। के म तेरो सन्तानलाई छोरी दिने जस्तो लाग्छ? तेरो हैसियत मिल्छ मेरो मसित? त्यस्तरी चाहिँ हेपेर नबन्नुहोस् है बा हामीलाई। माइखानी भयो भने मन त छ गर मेरो पनि। तेरो तो भाइ भनाउँदो हैजाले मेरो भयभरको सम्पत्ति चोरेर सर्वनाश पारेছি। अनि के भन्ने त मैले? तेरो भाइ हैजाला मैले छोरी दिन्छु जस्तो लाग्छ? तेरो भाइ हैजाला मैले यहाँ हेर के हालत बनाएर राखेको छु। त्यसलाई लैजानलाई बोलाएको तला छोरी दिनलाई होइन। माइखानी यतिकै जात जा तँ हैजाला लिएर आइया यहाँ। हस् बा। ए तपाईँले मेरो भाइले पिटेर भित्र राख्नुहुन्छ, तपाईँले क्षतिपूर्ति तिर्नुपर्छ। के भन्नु छ? माइखानी हो माइखानीमा जान्ने चुन्ने गर्नु छ तपाईँले। गोविन्द बा केला पिटेको त्यस्तरी मेरो भाइलाई। अब तिमीलाई क्षतिपूर्ति तिर्न पर्छ। त्यस्तरी नि तिर्छन् मान्छेलाई। हेप्ने मान्छे साना गरिब भयो भने हेप्न पाइन्छ, त्यस्तरी तिर्न पाइन्छ। तिमीलाई गोविन्द बा गोविन्द मेरो भाइलाई यसरी पिटेर तिमीलाई गोविन्द रोका गाउँमा सबैलाई बसालेर मेरो भाइलाई यसरी पिटेर यस्तो लोत हुनु छ भने मेरो बाबा मर्नु यस्ताको घर पनि चोर्नु पर्छ। घर खाना लाउन दिएन मैले। घर जाम रुका गोविन्द तिमीलाई रोका। जगली हेर त यो हैजाला पिटेर गोविन्दले तेरा त्यसका हात भएर हुने त्यसलाई पनि चोर्न जान परेको कि त्यस्ता गर। के भयो हैजाला? के हुने हो? गोविन्द बाको पैसा हिजो चोरेर गोविन्द बाकी छोरीलाई कपडा सपडा किन्ने गरेछ। गोविन्द भाले टिकुटालो गर्दै यसलाई राम्रै भएछ नि, त्यही भएर मलाई बोलाएको मानिन। बोलाउन त बोलाइहाल्छ नि, यहाँ साहबले राम्रो काम गर्नु भएको। पिट्न पनि कति पिटेको नि, अब के हार्ने? ल यसलाई सेक लगाएर अब कस्तो यहाँ कोट प्यान्ट राम्रो भनेर उहाँ कति नाक ठाडो गराएर गएको थिएँ। तिमी पनि उस्तै यत्रो लौका हात नाक गराएर जान कसले भनेथ्यो? ठिक्कै परेछ। भाउ धेरै नच्याथे जस्तै भने भाइ हो, यसलाई राम्रोसँग सेक साक पार। जहाँ जहाँ टिकोटालो भएछ त्यहाँ त्यहाँ सेक्नी गर। अलिकति केही बाहिर जरी पिटिसक्यो मैले लिएर आउँछु गएर। धेरै नच्याथी नि गर, धेरै काम गर गुरु गुरु। दिनभरि काम गर्न गएछ आउ सेक्न त परिहाल्यो नि। सेकम आइया सेकम भाउ ढाको हाल्न पर्दैन, सेकेपछि सन्चो हुन्छ। कले जान मात्र त गोविन्दका घर तँ भेर्नी बाती उजेली जातिपिति दाइ पनि त्यस्तै भाइ पनि त्यस्तै सन्तानै त्यस्तै। नचिन्छौ ठिक हुन्छ। यतिको नगरे त कहाँबाट सन्चो हुन्छ र फेरि? गर्नु गरेछ नि गोविन्द भाले। तिम्रो बेहोरा जातिपिति छ नि, खतमै पारेछ नि गोविन्द भाले। गरेका अब त्यस्तै गर न, फेरि कौनाले यस्तै गराउँछ फेरि। माइखानीले गर्दा हो, माइखानीले गर्दा हो। माइखानी तिमी दुई भाइ जस्तै छौ। माइखानी अलिकति खानदानी धनी भइदिएको भए त मलाई हेर्दैन थियो नि त गोविन्दले। तिमी चोर्नी छल्नी ढाक्नी सबै गरेपछि कतिले मान्छन् गाउँकाले। कामलाई दिन्छु भन्नेहरू भेटिन्छ धेरै, भेटिन्छ धेरै। पैसा पहिले लिएर टाउको खान्छ मेरै, टाउको खान्छ
जान्छ मेरै सबैजना लुट्ने सबैजना ठग्ने यो गरे नि लुट्ने त्यो गरे नि ठग्ने अब छैन आस सर्वनाश सर्वनाश भयो सर्वनाश 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 भयो सर्वनाश 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 भयो सर्वनाश